सभामुख महोदय, यो पछिल्लो पटक भारत र पाकिस्तानको युद्ध हुन्छ, त्यहाँ नेपाली नै मर्छन्। रुस र युक्रेनको युद्ध भयो, त्यहाँ पनि नेपाली नै मरे। प्यालेस्टाइन र इजरायलको युद्ध भयो, त्यहाँ पनि नेपाली नै मरे। यो कस्तो गरिबी हो, यो कस्तो बेरोजगारी हो सम्माननीय सभामुख महोदय। सरकार मौन छ। हालै साउदी अरबको जुबेल स्थितमा क्याम्पमा 469 जना नेपाली दाजुभाइहरू अहिले पनि बन्धक भएका छन्। राज्यले हामी नेपाली नपुगेको कहीँ सहर छैन सम्माननीय सभामुख महोदय, कहीँ देश बाँकी रहेको छैन। अब झन्डै अहिले 80 लाख युवाहरू अर्काको देशमा काम गर्न बाध्य छन्, तर सरकारको श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय चाहिँ मौन भएर बसेको छ। आज नेपालीहरू बन्धक हुँदाखेरि पनि श्रम मन्त्रालयले कुनै पनि काम गरेको छैन सम्माननीय सभामुख महोदय। 2024 को डाटालाई यदि आकलन गर्ने हो मात्रै भने पनि सम्माननीय सभामुख महोदय, 8,56,422 जना मान्छे चाहिँ विदेश जान पाऊँ भनेर आवेदन दिएका छन्। 80 लाखभन्दा बढी युवाहरू अर्काको देशमा छन्। झन्डै यो 10 वर्षको इतिहासमा 14,000 भन्दा बढी युवाहरू रातो बाकसमा लास भएर नेपाल फिर्ता पठाइएको छ। अहिले मात्रै पनि मुलुकमा 14 खर्ब 45 अर्ब 32 करोडको रेमिटान्स यो विदेशबाट पठाएका मान्छेले पठाएको। आज हामी संसदहरू, प्रधानमन्त्री, मन्त्री, यहाँको कर्मचारी, सबका सब मान्छेहरूको आज तलब र भत्ता यही विदेशमा पठाएका मान्छेको रेमिटले तानेको छ। हामीले नुनको सोझो गर्नुपर्छ कि पर्दैन सम्माननीय सभामुख महोदय? यहाँ श्रम मन्त्रालय छ भन्ने छ, परराष्ट्र मन्त्रालय छ भन्ने छ। श्रम मन्त्रालयको काम आज कति नेपालीहरू ठगीमा परेका छन्। अहिले पनि जाने हो भने लाखौँ नेपालीहरू आज दलालहरूको ठगीमा परेर घरबार विहीन भएका छन्। तर श्रम मन्त्रालयमा सिर्फ झन्डा हालेर अनि सिर्फ तपाईँको गाडी चढेर बस्ने हो कि मन्त्रीले जनताका लागि काम गर्ने हो सम्माननीय सभामुख महोदय? यदि जनताका लागि काम हुँदैन भने त्यो मन्त्रालयको कुनै पनि काम छैन। अहिले पनि नेपालीहरू अलपत्र परेका छन्। परराष्ट्र मन्त्रालय कुनै कूटनीतिक सम्बन्ध गाँसेको छैन। जहाँ गए पनि नेपाली मर्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने छ सम्माननीय सभामुख महोदय। र म अहिले पनि यो सदनलाई र सम्माननीय सभामुख धन्यवाद। सम्माननीय सभामुख महोदय, म पनि आज श्रम क्षेत्रकै बारेमा कुरा गर्न गइरहेछु। नीति र राष्ट्रपतिज्यूले पढ्नुभएको नीति तथा कार्यक्रम हामीले सुन्यौँ, तर त्यसमा श्रम क्षेत्रलाई व्यवस्थित गर्नका लागि एउटा श्रम आयोग बनाउनु जरुरी थियो। त्यो श्रम आयोगको लागि नीति तथा कार्यक्रमले केही पनि बोलेन। आज देशभित्र काम गर्ने श्रमिकहरू अनि वैदेशिक रोजगारमा गएर काम गर्ने श्रमिकहरू सबैको अवस्था चिन्ताजनक देखिन्छ। त्यसलाई व्यवस्थापन गर्ने एउटा माध्यम भनेको, एउटा संस्था भनेको त्रिपक्षीय श्रम आयोग नै हो। त्यो त्रिपक्षीय श्रम आयोग श्रमिकहरूको मात्रै हुँदैन, त्यसमा रोजगारदाता, सरकार र श्रमिकको प्रतिनिधित्व हुन्छ। 2062-63 को आन्दोलनको बेला हाम्रा सबै नेतागणहरूले भन्नुभएको थियो हामी श्रम आयोग स्थापना गर्छौँ भनेर, तर त्यो संविधानमा आउन सकेन। त्यसलाई कसले कैँची लगायो र त्यो संविधानमा स्थापित हुन सकेन। अहिले आएर त्यसको आवश्यकता अत्यन्तै महसुस भएको छ। सम्माननीयज्यू, म आग्रह गर्न चाहन्छु सम्माननीयज्यूले यसलाई रुलिङ गरेर एउटा श्रम आयोगको व्यवस्था चाँडोभन्दा चाँडो गरौँ अनि विदेशमा रहेका नेपालीहरू विज्ञसहितको त्यो श्रम आयोग हुन्छ अनि विदेशमा रहेका नेपाली श्रमिकहरू र देशमा भएका श्रमिकहरूमा श्रमिकहरूको लागि जुन व्यथिति देखिएको छ त्यसको निराकरण गर्न सकिन्छ। अहिले नै हाम्रो माननीयज्यूहरूले कुरा उठाउनु भएको छ। र अर्को कुरा, जुम्लाको गुठी चौरमा केही दिन लामो समयदेखि विद्युत अवरुद्ध भएको छ। त्यो के कारणले अवरुद्ध भइराखेको छ? त्यहाँको जनताहरू किन अँध्यारोमा बस्न बाध्य छन्? के कर्णालीको जनताहरूले सधैँ अँध्यारोमा बस्नुपर्छ भन्ने छ र सभामुख महोदय, त्यसैले चाँडोभन्दा चाँडो त्यो विद्युतको व्यवस्था गरोस् सरकारले भन्ने कुरा सभामुख मार्फत सम्बन्धित निकायको ध्यान आकर्षण